हैन के भन्छ ल बुझ्नु अन्त खोइ मलाई त्यस्तो छ नि त केटा बाँड्दैन त यो चाहिँ अब बाँड्दा पाउने हैन के गर्नुपर्छ क्लबमा पस्नुपर्छ मलाई लाउँछ त्यो डिस्कस गर्नुपर्छ मेरो त यस्तो छ नि त यहाँ बाइक पनि थिएन बाइक छैन हौ यसो छ भने चाहिँ पाउँदैन मोटरसाइकल क्लब पनि त अन्त भुटान कान्छाले आज लिड गर्नु दिएर मलाई नि छैन रिजेक्सन हो रिजेक्सन हैन अब यो कस्तो बनभएको छ लगाइस हाम्रो भाइप्रसादी ब्लगर तपाईँले हेरिरहनु भएको सधैँ तपाईँको स्क्रिनमा छाइरहनु भएको हाम्रो प्यारो भन्दा प्यारो भाइ यहीँ देख्नु भएन र आज चाहिँ भुटान कान्छा पनि उनीहरूसँग पेस्टमाथि के अरे ग्रेभीमाथि चाहिँ अझै पेस्ट बनिएर चाहिँ उहाँहरूसँग घुमिरहेको छु म र गाइस हेर्नुहोस् आज हामीहरू उहाँहरूले चाहिँ एउटा है इन्भाइट गरेर चाहिँ भुटान कान्छा पनि आइदिनु हाम्रो ग्रुपमा चाहिँ लिड गर्नु भनेर चाहिँ हाम्रो बाइकर भाइप्रसादी है उहाँ ब्लगर हुने ग्रुपमा चाहिँ आज है देउसुरे हामीहरू खेल्नु गइरहेको छौँ त्यो चाहिँ कहाँ कुन जग्गा अरे सर्बङ तार र तपाईँहरूले कस्तो लाग्छ तपाईँले एकदमै कमेन्ट गर्नुहोस् म यो भ्लग चाहिँ चाँडै नै मेरो भुटान कान्छा युट्युब च्यानलमा लगाइदिनेछु हो कि नि सेटिङमा प्लिज सब्सक्राइब लाइक सेयर हैन त्यो हुन त अघि हिँड्नै हुन्थ्यो म तिम्रो बाइकको एकखेप उयो गर्छु ल गाइस यो चाहिँ भने हाम्रो सेडीले चाहिँ भर्खरै लिएको तपाईँहरूलाई चाहिँ रिभ्यू पनि देखाइरहेको थियो यही बाइकको अहिले नै हेर्नुहोस् मैले पनि फर्स्ट टाइमै उसको बाइक टचअप मैले टच गरिदिइहालेको छु है उसको बाइक एकदमै न्यू पिन हाम्रो यहाँ ब्रान्डी गरेर ठ्याक्कै हेरेर यही बाइक हाम्रो सेडीले चलाउने छिन् र यहाँ मैले बेसी रिभ्यू गर्ने कामै छैन हाम्रो सेडीले अलरेडी रिभ्यू गरेर कति भ्युज पनि कमाइसकेको छ ल गाइस हामी चाहिँ अहिले हाम्रो डस्टबिनहरू चाहिँ कलेक्ट भइसक्यो यहाँ एउटा डस्टबिन फर्स्टमै ल हामी कलेक्ट भइसक्यो गाइस मजा गरेको हाम्रो गाइसहरू चाहिँ हाम्रो बिपिआर राइडरहरू चाहिँ यहाँनिर हामीहरू भेला भइसक्यौँ ग्यादर भइसक्यौँ र जिब्लिङबाट हामी चाहिँ अहिले सर्बङ तारतर्फ लाग्दैछौँ यहाँ हाम्रो सबै भ्लगर साथीहरू छ भाइप्रसादीदेखि लिएर हाम्रो धेरै छ यहाँ हाम्रो नारिक यहाँ पछाडि भएको नारिक उसको पनि ब्लग छ है पर सब्सक्राइब गर्ने उसको नारिकको पनि पैसा दिनुपर्छ तर मैले बोकेको यो भाइ मसँग जाउँ ल पैसा कसैको छैन करोड गाइड लानुपर्छ अनि पासँग छ कि He's my brother with own blood connection हो यसो देख्दै छैन अन्त उ चाहिँ भुटान कान्छा भुटानको फेमस ब्लगर अहिले आज चाहिँ त्यो लिड देउसीले भटाउँछ नसकेको हामीले अलिअलि भटाइन्छ बिपिआर ल ब्रदर चिनिरहेको लु दाइ लाग्यो ल बिस्तारै लाउनु हुँदैन र अहिले चाहिँ हामी रानी भवनमा आइपुगेछौँ र हाम्रो गाइस अहिले यो देउसुरेको हाम्रो प्लान चाहिँ कहाँ खेल्ने भइरहेछ भन्दा चाहिँ रानी भवनमा है र हामी चाहिँ अहिले यहाँनिर एकदम रेडी हुँदैछौँ
गाइस अब यहाँ हेर्नु हाम्रो कला चाहिँ यतिजना हामी चाहिँ अहिले टाइम कति भइरहेछ 11 है 11:22 भइसकेको छ र हामी चाहिँ हेर्नु न अब हाम्रो चाहिँ स्पिकर चाहिँ बिग्रेर चाहिँ हाम्रो पासाङले चाहिँ रिपेयर गरिरहेको छ यतिसम्म हाम्रो दम भएको मान्छेहरू चाहिँ यहाँ हाम्रो ग्रुपमा मात्रै छ यहाँ बिपिआरमा हेर यहाँ अब यो बनि छ 10 मिनट कति लाग्छ 5 मिनट कति सेकेन्ड गाइस सेकेन्ड भनेको तिमीले बुझ्छ 2 सेकेन्डको कुरा यहाँ यहाँ अब यो बनिएर पनि हामीहरू चाहिँ अब खेल्नु जानुपर्छ यो चाहिँ नाच्नु जानुपर्छ टेक्नोलोजी यस्तो होइन ल तिमी भन त ल आजको दुखा हेर केटा दुखा यहाँ तुलुङ गरेर चाहिँ भयो ल होइन जस्तो होइन बच्छ होइन बजे भयो भाइ भन्दा अनि हामी चाहिँ अहिले यहाँ सरौपट्टिबाट आएर चाहिँ यहाँनिर हाम्रो अलिकति बाटोमा चाहिँ साथीलाई पर्खेर सबै ग्यादर भइसक्यो र अहिले गेलुपट्टि जाँदैछौँ हामी चाहिँ यहाँ पेट्रोल लाउनलाई चाहिँ एसटिसिबिएलमा ठक्कै पेट्रोल पम्पमा आएर चाहिँ यसरी कभर फोटो हामीले खिच्न लागेका छौँ केटाको आँखामा हेर्नु त कचेर कति बोएछ सुतेको छैन ठिकै छ अब एउटा अर्को पिस गाडी गाडी रह्यो मात्र ल भाइ